कुमार दाई बामारे ओके यति बेला गीतका गायक संयोजक अब्बल व्यक्तित्व हुनुहुन्छ नेपाली लोकदोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यति बेला आजका मुख्य आकर्षणका केन्द्रबिन्दु आउनुहुने लोकप्रिय गायक हुनुहुन्छ कुमार पुनको लागि हल्ला सुनाम त ओके अब भने माइक्रोफोनमा आजका लोकप्रिय गायक कुमार पुनज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद कुशल कार्यक्रम सञ्चालक प्रिय भाइ हरि थापा। नमस्ते मूर्तिमान खै बिचरा पानीले हो कि खै सबै कथ्याङ्नु भएको छ कि खै त्यो मूर्तिमानको यति जोस त होइन। नमस्ते सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। यस्तो माहौलमा यत्रो अब यो बन्द छ, केही यातायातको सुविधा छैन। पोखरादेखि म बाइकको पछाडि बसेर आएको तपाईँहरूको मायाले गर्दाखेरि है। अघि थकाइ लागेको थियो, तपाईँहरूको मायाले देख्दाखेरि फेरि सबै थकाइ बिर्सेँ मैले। सबैलाई विशेष धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु प्रथम बुर्तिवाङ स्मार्ट व्यापार तथा सांस्कृतिक पर्यटन मेलाका सम्पूर्ण आयोजकज्यूहरू र विशेष धन्यवाद छ। हाम्रो आदरणीय सर एसके शर्माज्यू कहाँ हुनुहुन्छ? तपाईँ यता आउनुहोस्, तपाईँ नाच्नुपर्छ। तपाईँ ननाचिकन मैले गीत गाउँदैन आज फेरि। हाम्रो एसके शर्मा सरसँग आज पहिलोचोटि भेट हुँदैछ। तपाईँ प्लिज कहाँ हुनुहुन्छ? यदि मैले बोलेको सुन्नुभएको छ भने स्टेजमा आइदिनु होला। हजुर नाचेको हेर्न मन छ र सबै बुर्तिवाङवासी, मेरो प्यारो बुर्तिवाङवासी लगायत बुर्तिवाङदेखि टाढाबाट आउनुभएका दाजुभाइ दिदीबहिनीहरू सबैलाई सम्मान छ। र बुर्तिवाङ मेरो पहिलेदेखिको धेरै मन पर्ने ठाउँ हो। म धेरैचोटि पहिला म अलिकति पुरानै मान्छे हो, अलिक बुढे मान्छे हो। धेरै वर्ष अगाडि मैले बुर्तिवाङको पूर्णिमाको मेलामा दोहोरी गाएर मैले जितेको पनि थिएँ र बुर्तिवाङ मलाई विशेष लाग्छ। सबैलाई सम्मान गर्दै आज स्टेजमा बस्नुहुने सबै आदरणीय व्यक्तिहरू, प्रिय भाइ बहिनीहरू हुनुहुन्छ, सबैले सम्मान गर्दै मिडियाकर्मीका साथीहरू, साउन्ड सिस्टमका साथीहरू अनि सम्पूर्ण सुरक्षाकर्मीका साथीभाइहरूलाई विशेष सम्मान गर्दै र विशेष गरिकन यस आयोजक टिमलाई अनि धोरपाटन गाउँपालिकाका अध्यक्षज्यू लगायत सबैले सम्मान गर्दै सुरुमा मैले देवी घरती बहिनीले मैले गाएको गीत लाछा दोरी उनको औँठी सुनको दिउला पछ्यौरी खै त थाहा छैन, त्यही गीत गाउन चाहन्छु। मेरो पहिलो गीत देवी घरती बहिनी रमेश विजीज्यूलाई सम्झँदै